आज चाहिँ म तपाईँहरूलाई फेसबुकको नेम कसरी चेन्ज गर्न सकिन्छ भन्ने विषयमा भिडियो बनाउन गइरहेको छु। स्वागत छ तपाईँलाई सुन्दर अफिसियल युट्युब च्यानलमा। यदि तपाईँहरूले फेसबुकको प्रोफेसनल नेम राख्न चाहनुहुन्छ र पहिलेको नेम हटाउन चाहनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि एकदमै उपयुक्त हुन सक्छ। भिडियोलाई अन्तिमसम्म हेरी सेयर तथा सब्सक्राइब गर्न नभुल्नुहोला, किनकि अब आउने यस च्यानलमा आउने भिडियोहरू तपाईँको मोबाइलमा नोटिफिकेसन जान्छ। त्यसैले अब तपाईँहरूको प्रोफेसनल नाम त चाहिन्छ, त्यसैले नाम चेन्ज गर्ने तरिका म 2026मा फेसबुकले अपलोड गरेको फिचरको बारेमा सिकाउँछु र स्क्रिन सेयर गरेर तपाईँहरूले मजाले सिक्न सक्नुहुन्छ। एउटा कुरा के जानकारी गराउँछु भने फेसबुकले चाहिँ 2 चोटि भन्दा बेसी नाम चेन्ज गर्न दिँदैन। त्यस कुरामा चाहिँ ख्याल गर्नुहोला। पहिला मोबाइलको स्क्रिन ओपन गर्नुहोस्। ओपन गरिसके पछाडि फेसबुक एपलाई ओपन गर्नुहोस् र 3 डटमा क्लिक गर्नुहोस्। त्यसपछि तल गएर यहाँ हेल्प एन्ड सपोर्ट छ, त्यसमा क्लिक गर्नुहोस्। सेटिङमा क्लिक गर्नु। त्यस पछाडि यहाँ सेटिङ प्राइभेसी सर्चमा आउँछ। सर्च बारमा नेम सर्च गर्नुहोस्। त्यसपछि यहाँ नेम आउँछ, त्यसलाई पहिलाको नामलाई हटाएर नयाँ नेम राख्नुहोस्। मैले चाहिँ यो हजुरहरूलाई देखाउनका लागि डेमोको रूपमा जे पाए त्यही नाम हानेको छु। तपाईँहरूले चाहिँ आफ्नो नाम जे हो त्यही नै हान्नुपर्छ है। अर्कोपल्ट फेरि नेम चेन्ज गर्ने अप्सन नपाउन पनि सकिन्छ। त्यसैले एकदम सोचेर मात्रै नेम चेन्ज गर्नुपर्छ। त्यसका लागि यो चाहिँ डेमोको रूपमा मैले जे पाए त्यही हानिदिएको छु। तपाईँहरूले चाहिँ जे राख्ने हो त्यही राख्नु र तल रिभ्यू चेन्जमा क्लिक गर्नुहोस्। त्यस पछाडि तपाईँहरूको अटोमेटिक नाम चेन्ज भएर आउँछ। थ्याङ्क यू फर वाचिङ भिडियो। अर्को भिडियोमा भेटौँला। बाई बाई।